मलाई धेरै साथीभाइहरूले मेसेज गर्नुहुन्छ जो प्राय विदेशबाट हुनुहुन्छ होइन। तपाईँ मेरो घर बनाइदिनुहोस् भनेर धेरै साथीहरूको मेसेज आइरहेको हुन्छ। तर जुन ठाउँमा मेरो ब्रान्च हुँदैन त्यो ठाउँमा म प्राय घर बनाउँदिनँ। र यस्तो ठाउँमा चाहिँ म के सल्लाह दिन्छु भने नजिकैको राम्रो कम्पनीलाई हायर गरेर तपाईँ घर बनाउनुहोस् भनेर। त्यसपछि मुख्य प्रश्न के आउँछ भने कस्तो कम्पनी रोज्नुपर्छ त, कस्तो कम्पनीलाई हामीले घर बनाउन दिनुपर्छ भनेर। अब यसमा म धेरै लामो कुरा गर्न चाहदिनँ होइन। के छ भने अहिले धेरै ठगीहरू फ्रडहरू बढिसकेको छ होइन। त्यही भएर चाहिँ क्वालिटी म के भन्छु भने सबै कम्पनीले राम्रो गर्छन् होइन। अब हामी एग्रिमेन्ट गर्दा पनि कुन कुन क्वालिटीको सामानहरू राख्ने, कस्तो क्वालिटीको राख्ने, के सामान राख्ने भनेर एग्रिमेन्टमै हामी लेखेका हुन्छौँ। त्यसमा त्यो कुनै ठुलो इस्यु छैन। अब घर बनाउने कम्पनी नै छ भने उसले सबै कम्पनी चाहन्छ म राम्रो तरिकाले बनाऊँ, राम्रो मेटेरियल राखौँ भनेर, राम्रो इन्जिनियरहरू, अनुभवी इन्जिनियरहरू राखौँ भनेर। तर योभन्दा पनि बेग्लै एउटा कुरा के छ भने त्यो कम्पनी ट्रस्टेड छ कि छैन, दर्ता छ कि छैन, त्यो कुराहरू पनि एकदमै बुझेर तपाईँहरूले कम्पनीलाई दिनु होला। किनभने आजभोलि धेरै म कहाँ मेसेजहरू आइरहेको छ, सर मेरो यति पैसा मैले पेमेन्ट गरेको थिएँ, त्यसपछि कामै गर्न छोड्यो, वा यति पैसा लिएर गयो, त्यसपछि फर्केर आएको छैन। मसँग कल रेकर्ड पनि छ होइन। अनि त्यो कम्पनीको नामहरू हेर्दाखेरि खोज्दाखेरि फेरि छैन। त्यो उसलाई कसरी समात्ने, त्यो ठेकदारले कसरी समाउने होइन, त्यो कम्पनीलाई कसरी समाउने, दर्ता पनि छैन। हो त्यस्तो फ्रडहरू छन् होइन। म जस्ट तपाईँलाई अवेरनेसको लागि मात्रै यो भिडियो बनाएको हो होइन। म भन्दिनँ तपाईँ मलाई नै कन्स्ट्रक्सन दिनुहोस् होइन। जुनसुकै कन्स्ट्रक्सन कम्पनीलाई दिँदाखेरि तपाईँले यो कुरा विचार गर्नु होला, क्वालिटी सबैले मेन्टेन गर्न चाहन्छ, सबै कम्पनी राम्रो छ। म कुनै कम्पनीलाई यस्तो हो त्यस्तो म कसैलाई म भन्दिनँ, खराब कसैलाई म भन्दिनँ। तर ट्रस्टेड चाहिँ एकदमै ध्यान दिएर गर्नु होला होइन। तपाईँको पैसा हुन्छ, धेरै दुःख गरेर पैसा कमाउनुहुन्छ, विदेशमा बसेर दिनरात मेहनत गरेर फ्यामिलीहरूसँग टाढा बसेर तपाईँ पैसा एकट्ठा गर्नुहुन्छ होइन। बरु 1-2 लाख रुपियाँ बढी लियोस् होइन, तर बिचमा तपाईँको एकैचोटि पैसा लिएर नभागियोस्। त्यो कुरा चाहिँ म अवेरनेसको लागि मैले भन्न खोजेँ। हस् त, धन्यवाद।